हेलो गाइज वेलकम ब्याक टु न्यू भिडियो। र आजको भिडियोमा हामी बिहान उठ्ने बित्तिकै होइन उठ्ने बित्तिकै केही छैन नयाँ भोलिको दिन सोची आत्तिएको म बेबारिस भइसक्यो दिनदिनै म यहाँ सोसाइटीले गर्दा अनि मात्तिएको म त्यसैले कोठाबाट चाँडो म निस्किएँ। जिन्दगी रहेछ रिस्की जति ठुलो गयौँ हामी त्यति हुन थाल्यो बढ्न थाल्यो किचकिच नगर धेरै मलाई किचकिच जाउँ अब आफ्नो अनुहार पनि देखाउँदै ल गाइज। अब हामीहरू चाहिँ यस्तो खतरनाक ठाउँमा जाँदैछौँ होइन डेन्जरस ठाउँमा छ। कहाँ जाने सुशील? हिजो हामी यता गयौँ आज यता जाने खै कहाँदेखि जाने हो त्यो थाहा छैन हामीलाई पनि। यता त ऊ माथिबाट ऊ त्यहाँबाट यो खोला यो हेर यो बिचबाट गयो भने हामी डुब्छौँ। हामी हेर्दा गहिरो जस्तो देखियो नि तर खतरा गऱ्यो हिँड्ने त यतै जाउँ न त। ऊ त्यहाँबाट छ कि बाटो जस्तो मानिरहेको छु यहाँबाट माथि गएर अनि त्यहाँ उ त्यो हेर्थे डाँडा चाहिँ तल गुर्किने होला नि कतै छैन आउनु। ल चल 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 आउनु त भन्यो अहिले दिपक भाइले मैले उडी हान्छु नि अहिले त्यहाँ बाटो नभइदिनु। ल गाइज जाँदैछौँ अब एडभेन्चरको लागि हुँदैछ हाम्रो यात्रा खोलावारी खोलापारी पिपलु र बर। अरू केही नै अरू केही मिठाई सिठाई थपिदिनु पर्ने हो। ओए यता त बाटो छैन त। यो गाइड हामी जाँदैछौँ पहाडको बाटो चारोहिन जाठो भन्छ त एउटा पहाडको बाटो चारोहिन जाठो। जाने बाटो चाहिँ कता हो माथि बाटो के हाम्फालिदिने हो कि सुशील? हिँड्नु हिँड्नु लगाएर 2 मिनट भइसकेको छ एकछिन बन्द गरौँ ल। अलि तल पुगेपछि देखाउँछु है म। ल त गाई जस्तो बाटो ओह्रालो भिरालो बाटोमा ऊ त्यो खोलानिर पुग्ने हो। होला छोड्दैन हिँड्न गलत बाटोबाट हिँडेपछि बल्ल थाहा हुन्छ क्या सही बाटोको महत्त्व। सुरुमा त गलत सुरुमा त गलत बाटो हिँड्नु पऱ्यो किन सुशील सही बाटो थाहा पाउनलाई। सुशील राम्रोसँग है सुशील मेरो साथी। यहाँ त फेरि टाउको फुट्छ है। म गाइड कसरी गइरहेको छु मेरो फेसको रियाक्सनहरू तपाईँ ल है मेरो छोरो मेरो बेटा यसरी मेरो फेसको रियाक्सन हेर्न चाहनुहुन्छ भनेपछि अब कसरी देखाइदिनु त यसरी देखाइदिन्छु ल। म कसरी गइरहेको छु के थाहा तपाईँहरूलाई। सुशील मेरो साथी म त तल आइसकेँ तिमी आउँदिनौ? सुशील बरु त यो बिचबाट आउनु पर्ने यार त्यस्तो थिएन होला यार। आइज आइज अलि मायाले है मायाले यहाँबाट रहेछ बाटोमा साले बात भ्यान्छु देखि सुशील गलत बाटो आएर सही बाटो थाहा पायौँ किन हामीले। अब त खोलै खोला हो बाढी आइसक्यो अरे सुशील बिचमा के हुन्थ्यो होला कहाँ भाग्ने न अहिले कहाँ भाग्ने मलाई के डुबाउँथेन त म त रुखमा चढिदिन्थेँ। ल गाइज एडभेन्चर है एडभेन्चर यो भिडियोको टाइटलको नामै एडभेन्चर हुन्छ है त गाइज। ओ कहाँ गएछ दिपक?
सुन्नरच भएन यार लुक्देला आज तल गएर अहिले ओए यहाँ त कसले हग्दैछ क्या गाइज गु हेरौँ भने यार कस्तो मान्छे होला यार त्यो हग्नु यहाँ आइदियो खोल्छु ल है त ल ल किन आम्मामा 3 मिनट भइसक्यो यार त अब सिधै खोला पुगेपछि अब त्यही त बन्द गरेर मुन्दा एकछिन ल हौ पुग्यो नि त फाइनली गाइज गो फाइनली गाइज हम पुग्दियो ल फाइनली गाइज हम पुग्दियो ल उतै हो हुँदैन होला फाइनली गाइज हम पुग्दियो ल झरनाको चिसो पानी कहाँदेखि आइदियो मेरो नुस गाइज माथिदेखि ल फाइनली गाइज हामी पुग्यौँ अब एकछिन अब यसो हामीहरू यतातिर अब यसो रमझम झम्काभेट फोटोसोटो क्लिक हुन्छ है जान त फेरि गई मुला फेरि त्यही डुब्लास हौ नफाल हालिदियो ल गाइज हालिदियो मेहनत गर्दै अङ्कल अघि बढ्दै रोक्नु अब हजुर धनी हुनुभयो हजुरले के बटाउनुभयो भनेपछि ए नचल्नु हेर्नु यी ढुङ्गा रातो ढुङ्गा यी आमा क्रिस्टल अब हजुर ठाउँको ठाउँ धनी हो कि न अङ्कल यी क्रिस्टल भेटाम अब भइगयो हामी यहाँ नबसौँ गइजाम यी क्रिस्टल यी आमा सुचिता अब हाम्रो जिन्दगी बन्यो अब भयो है अब जाम ए लगेर जाम लगेँ सुचिता मैले ल गाइज हामी पौडी हान्दैछौँ पौडी खतरा गहिरो छ पुरै मलाई डुबाउनु गएको छ नि हेर्नु यिनीहरू नुहाएको डराएको अझै चिसो भएर हो यार लास्ट चिसो डुब्नै जाडो लागिरहेको उ त्यो माथि हक्सन गऱ्यो के हग्न दियो नि त चाक्लिन्छ नि त हग्नेको त लास्ट चिसो मलाई तलै जान ल जय शम्भो शिवाजी मात्रै जाँदैछु है कति अरे कितना ठन्डी रे हम त मरे गए ल है जय शम्भो म तल जाँदैछु डुब्दैछु है सिजनमा डुब्दैछु है लामो टाइमसम्म हान्छ ल आफ्नो नामबाट स्टार्ट गरे आफ्नो नामबाट नाम भन्नु पर्छ नाम ल विवेक चौन जाँदैछ आज ड्राइभ छ दीपक चौन जाँदैछ ड्राइभ जान ल 1 2 3
जुन थालीमा खायो उसी थालमा थुक्दिया जुन थालीमा खायो उसी थालीमा हक्दिया थुक्दिया थुक्दिया अँ ल काट्दै छोड्दै अब हेर्नु सब रुजाइदियो सब पानी रुजाइदियो हेर्नु पौडी हान न हान्न जा तनी मन जाँदैछ मर्यौ लागेको थियो यहाँ फेरि आवाज गएर ल डुबुल्की होला क्या हेर्न गुया नालीमा खेलेकोहरू यस्तो पानी आज दम्लो गरेको छु ल छिटो छिटो के तिम्रो त्यो करङ मात्रै छ के खिच्ने करङ त देखाउने जे छ 1 2 3 खुट्टा मुजी माछा जस्तो भएको क्या मुजी किन हानिराख्नु मलाई लात्तीले भन्दा यिनीहरू पौडी खेल्न सिकाएको अरे खुट्टाले घर्सिआएको थियो हातले घर्सिआएको दिपक आइज अब यो सुशीलले कपडा लगाइदिन्छ हामी यहाँ मेरो घाममा बसौँ मेरो मोबाइल ल्याउनु नबिर्स